सम्पूर्णलाई नमस्कार। यो चाहिँ घिउ हो, हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ। लोकल गाईको घिउ चाहिँ हजुरहरूलाई निन्द्रा नलाग्ने समस्या छ भने थोरै यसलाई चम्चामा निकालेर मनतातो बनाएपछि हजुरहरूले नाकमा बेलुका सुत्नुभन्दा अगाडि दुईटै नाकको पालमा लगाएर सुत्नुभयो भने चाहिँ हजुरहरूको अनिन्द्राको समस्या चाहिँ पुरै हराएर जान्छ र हजुरहरूले लगाउने बित्तिकै 5 मिनेटदेखि पुरै निन्द्रा लाग्छ। अनिन्द्राको कारणले गर्दाखेरि धेरै गम्भीर प्रकारका रोगहरू उत्पन्न हुने भएको कारणले गर्दाखेरि हजुरहरूले यो घिउलाई चाहिँ आफ्नो केटाकेटी अथवा बुवाआमा अथवा घरका परिवारको सदस्यहरूलाई चाहिँ हजुरहरूले यो बेलुका सुत्नुभन्दा अगाडि चम्चामा घिउ तताएर नाकमा लगाएर सुत्नु होला र हजुरहरूलाई लगाएको 5 मिनेट पछि निन्द्रा आउँछ। हजुरहरूले यसको प्रयोग गर्नु होला र कस्तो हुन्छ जानकारी दिनु होला र यो भिडियो सबैले एकवटा सेयर गरिदिनु होला। हस्त नमस्कार, धन्यवाद।